गएको थियो है चितवन? त्यही त त्यहाँ गएको थिएँ म। यहाँ कहानी सुन न अब यहाँ है। म गएको थिएँ, म नारायणीको तिरमा यसरी बसिरहेको थिएँ। अच्छा गर्मी भयो अचानक मलाई, लु नुहाउनु पर्यो, हे लु नारायणीमै हाम फाल्नु पर्यो भनेर सबै लुगा खोले। उताबाट गैँडा आयो, रुको जरा। गैँडा आएर लुगा लगेर गयो। एक सिङे गैँडा, उतापट्टि एक सिङे गैँडा, यतापट्टि म पनि एक। एकदमै तनाव लिएर बसिरहेको छु। अब म त पुरा बिजोग अवस्था छ। लु बर्बाद हुने भयो, अब खेलाउने यार होइन। अनि के त्यतिकैमा नारायणी नदीले 10वटा जति बोतल बगाएर ल्यायो। लु यही बोतलको लुगा बनाएर लाउँछु भनेर बोतलको लुगा बनाएर लाएँ। कौन है ये लोग? त्यही लाएर गएँ महाधिवेशनमा। उहाँ मोही बाँड्दै रहेछन् फेरि महाधिवेशनमा है। लु मोही बाँड्नको लागि बोतल थिएन, यो भाइले बोतल ल्यायो भनेर बोतल तान्नु थालेन। बर्बाद। उता फेरि प्रधानमन्त्रीले गगन थापा, राजेन्द्र लिङ्गदेनहरूलाई घन्टी बाँड्दै हुँदो रहेछ। सबैजनाले घन्टी बजाए, मसँग पनि जे थियो त्यही बजाए। बोतल उब्रेको थियो, त्यसमा ढुङ्गा हाले, खिटिङ 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 बजाए। रासोपा आएपछि बाँदर आएको होइन नेपालमा। बाँदरले नेपाली भाषा बुझ्ने भएको भए अहिले रासोपाको सरकार छ, अहिले असहयोग नगरौँ पनि भन्थ्यो होला होइन। बाँदर आतंक सम्झेपछि मान्छेहरू आशिका तामाङ सम्झिन्छ।